नमस्ते नमस्ते सम्पूर्णमा म मनमाया शेर्पा आज फेरि छोटो भिडियोको साथमा आइसकेको छु हजुरहरूको सामु अनि अगाडि भन्दै। अनि यहाँ देख्न सक्नुहुन्छ पाखनबेत है, कति चिन्नुहुन्छ होला है, गाउँ बस्तीको मान्छे सम्पूर्णमा त चिन्नु सक्नुहुन्छ त्यो पाखनबेत दबाई रे। तर अहिलेसम्म खाएको चाहिँ छैन है। त्यही हाम्रो किचन, यो चाहिँ हाम्रो ठुलो घर। यहाँदेखि मैले भिडियो बनाएको। हजुरहरू के गर्नुहुँदैछ? हजुर ठिकै हुनुहुन्छ होला, जति नै हुनुहुन्छ होला है। अनि भन्नु पर्दाखेरि नै म फुल हजुरहरूलाई देखाउँछु। मेरो कुन फुल भनौँ भन्दाखेरि चाहिँ अर्किड हजुरहरू, अर्किड निकै राम्रो राम्रै छ। तर कहिले फुले त्यो थाहा छैन, अझै 3-4 साल चाहिँ लाग्छ होला। यहाँ पहिरा सानो पहिरो जस्तोले ढिस्कन जस्तै के भनौँ न, जस्तोले लान्छन् सारेको यहाँनिर थियो, राखेको थियो मैले मुनिपट्टि है। अनि त्यहाँनिर चाहिँ त्यस्तो भयो नि, अनि चाहिँ मैले सारेको नि साथीहरू। भन्नुपर्दाखेरि चाहिँ यहाँ तल्लो तलाबाट चाहिँ भिडियो बनायो। अहिले यो मात्र तला हाम्रो घर। यहाँ देख्नु पर्दा बिल्ली बसिरहेछ है, यो अर्किड। यहाँ अस्ति पनि देखाएको थिएँ मैले युट्युबमा, अलिक राम्रो देखेन यो अर्किड। यो यल्लो है, फुलेको छैन। यहाँ देखेपछि प्रेम लागि गीतको थिएँ भन्नुपर्दा यो छ। यो चाहिँ हाम्रो घर साथीहरू, युट्युबको हजुरहरू सम्पूर्ण दर्शकबिन साथीहरू। अनि मैले नि तिउरी लगाएको थियो, मेहन्दी अनि मजाले लागेको छ। देख्न सक्नुहुनेछ यो मेहन्दी। मैले बजारको मेहन्दी चाहिँ लाएन, त्यो क्या हुन्छ नि रेडिमेड, त्यो चाहिँ लाएन। पोट पनि लगाएको थिएँ, 1 साल बित्यो साथीहरू, दर्शकबिन। अनि यो लाउँदाखेरि मलाई एउटा याद आयो। भन्नुपर्दा यहाँनिर एउटा छम छ हो। छम भनेको चाहिँ बुहारी शेर्पाको भाषाबाट, तामाङ भाषाबाट चाङ, अनि अब राई भाषाबाट त अब बुहारी यस्तो भन्छ नि है, तलमाहरू यस्तो। अनि त्यो छम चाहिँ अब यो देशको चाहिँ होइन, अर्कै देशको भन्नुपर्दाखेरि उसले मलाई यो पोहोरको साल यो तिउरी, यो बस्तीको तिउरी नि जङ्गली तिउरी लाउँदाखेरि चाहिँ उसले चाहिँ सन्ध्या उरु यो तिउरी चाहिँ किन लाग्यो, फेरि यो तिउरी होइन मेहन्दी किन लाग्यो, यस्तो खालको किन लाग्यो यो मेहन्दी भन्दैछ। यस्तोमा लाग्नुपर्छ भन्ने, मासुमा लाग्नुपर्छ भने देखाएको थिएँ होइन। अन्त यताको लागि चाहिँ उल्टो भयो, म ल्याइदिन्छु नि भन्दैछ। पर्दैन मलाई, म लाउँदिनँ। त्यसरी मार्कर ल्याइदिन्छु र भन्नु सम्झेन छैन, यो बलि ल्याउनु छैन। अहिले बिर्सिम पठाएर यो यहाँ बिहा छ त्यो घरमा त्यो भतिजाले राख्छ कि। यहाँ देख्नु घर, यो पल्लोटी गो चाहिँ गएको भने यो देशको छैन भने होइन मैले। ऊ चाहिँ उयो अब अङ्ग्रेजी त होइन, अङ्ग्रेजी त उयो नेपालको, नेपाल अर्को टाढो नेपाल, कुन चाहिँ नेपाल हो। त्यो चाहिँ ठुलो छ, हलको हाइट, डाल पनि ठुलो, मोटो, भोइस पनि ठुलो, उमेर पनि ठुलो भएको छ। उसले मेहन्दी लिनु छैन, त्यो त्यहाँनिर दुध पनि राखेस्। हजुरहरू दर्शकबिन्दहरू, यो पानीमा पाउने आगो चिया पनि खाने, छोराले खाना बनाउनु भनेको थिएँ। छोरा पनि उँभो गएको छ, हातमा यस्तोमा दुख्यो अरे हो, दुख्यो अरे। बिस्टी पछि गर्नु माथि झार्नु जानु पऱ्यो भनेर जानु गएको छ। यो चाहिँ मैले यस्तो बुन्दैछु, अस्ति देखाएको थिएँ मैले दर्शकबिन्दहरूलाई। अनि अहिले यस्तो बुन्दैछु है। यहाँ देख्न सक्नुहुन्छ यो यस्तो नक्सा निकालेको छु। यो बुनिसकेपछि फेरि म भिडियो बनाउँछु अनि हजुरलाई देखाउँछु, अन्त मात्रै थाहा हुनेछ हजुरलाई यो के हो भनेर। चाहिँ राम्रै देख्दैन रहेछ हजुर, के साथ बुनेको त्यति भन्दै है। लामो भिडियो हुन्छ होला। हाम्रो किचन हो, जाडो जाडो हुन्छ, जाडो हुन्छ हजुरहरू। आगो फुकेको छु, आगो ताप्यो हो। यो चुल्हा लिप्नु पर्ने लिपेकै छैन, अलिक जाडो जाडो हुन्छ बिहान त। अहिले त अब साउन पनि कति 4-5 गते पुग्यो होला। यो चियामा अलिक दुध लाग्नु पऱ्यो। म चाहिँ बिहान चिया नै खान्छु, कोही बेला पानी पिउँछु, कोही बेला चिया खानु मन पर्ने, कोही बेला अलिक दुध हाल्यो चाहिँ गरम कडकडा जस्तो भएछ हौ। चिया नखान्छ दुख्थेन चाहिँ यो लेखमा त।
नेपाली देख्नुपर्दा चाहिँ यो देख्दैन रहेछ नि। आज चाहिँ अलिक घाम लागेको है दर्शकवृन्द। दर्शकवृन्द हजुरहरू आज चाहिँ घाम लागेको छ अलिक। हिजो त जोड पानी पऱ्यो, हिजो बेलुका अस्ति दिनहरू यो लानु पऱ्यो भन्दै थियो अनुहारमा। एकछिनमा लानु पऱ्यो, घामले डढ्दैन नि। दर्शकवृन्दहरू हजुरले यस्तो लानुहोस्। यो हेल्दी वाइट भन्छ कि तपाईँहरूलाई म देखाइरहेको छु। बहिनीहरू खाललाई अरे केटी खालहरूलाई, केटाहरूले लाँदा पनि हुन्छ। यसले चाहिँ अनुहार डढ्दैन, राम्रो हुन्छ। म यो लाउँछु, बहुत टिसर्ट चाहिँ छोडेको लाङ आमा छोराले भनेर लाग। आमा छोराले लाग्छ छोरीहरूले त अब यो पनि लाउँछ, अरू पनि लाउँछ नि। छोरीहरूले अर्कै अलिक राम्रो खालको लाउँछ। म त राख्दिनँ हौ राम्रो खालको। यो सबै सकेको थुप्रो लगाएँ मैले। धेरै नै अनुहार चाहिँ सेप हुन्छ दर्शकवृन्द भाइ बहिनीहरू। यस्तो लाग्छ यो 3 बटासम्म खालि, अरू कति हो पराउटी छ चिनु पोलेको राम्रो हुन्छ अनुहार। यस्तो मेरो पनि निकै सफा पहिला चाहिँ थियो नि, पोचा भन्ने पुरा थियो हो। अलिक उयोमा अब अलिक उमेर पनि निकै भयो हो। अब हामी त निकै पुगिसक्यौँ नि, त्यही भएर होला अनुहार नि सफा। 30 40 भन्छ अलिक थियो अनुहार यस्तो। अहिले चाहिँ अलिक 35 चाहिँ अलिक घिनलाग्दो थियो अनुहार। अहिले चाहिँ सफा भएको छ। त्यही लाग्नु सम्पूर्ण यस्तो लाग्दा हुन्छ। अब कति जग्गा राम्रो खालको पनि लाउनुहुन्छ है। म त ठिकैको त्यस्तै लाग्छु है त हजुर। बाई बाई सम्पूर्ण दर्शकवृन्दहरू ठिकै हुनुहुन्छ होला, जति नै हुनुहुन्छ होला। मेरो भिडियो हेरिदिएकोमा धेरै धेरै धन्यवाद सम्पूर्णमा। त्यो भन्दै आज चाहिँ राम्रो छ दिन। बारी त्यो चाहिँ अलिक पहिरो पनि जान्दैछ। पानी चाहिँ नपरोस् भनेको खै अनि त्यतिकै पर्छ हौ। बर्खामा अलिक डरै हुन्छ हाम्रोतिर पनि। केयर यस्तै छ यतातिर त वरिपरि पहाडी इलाका भन्ने। यो चाहिँ सिक्किम हो साथीहरू दर्शकवृन्द। यो चाहिँ हामी म बसेको सिक्किम पारी देखाउनु चाहिँ बेङ्गाल हो। यति भन्दै आजलाई यति नै। फेरि भेट्नुपर्ने हुन्छ है युट्युब च्यानलमा। है त बाई बाई सम्पूर्णमा।